दर्शकवृन्द, चारवटा हातखुट्टा टेक्दै हिँड्ने अशक्त श्रीमान र सानो छोरालाई पाल्नको लागि मन्दिरको छेउमा पूजा गर्ने सामान र फलफुल बेच्दै एक हिरोइन जस्तै राम्री महान श्रीमती। आर्टिलो छ नि, त्यही नै मनपर्छ उनको आर्ट नै। म गर्न सक्छु, पाल्न सक्छु, मेरो बड्डोले हेर्न सक्छु भन्ने एउटा आर्ट हुन्छ नि, त्यो आर्ट नै राम्रो लाग्छ उनको। दर्शकवृन्द नमस्कार, म सुजल जीएम। दर्शकवृन्द, म अहिले दाङ जिल्लामा छु। दाङ जिल्लाको घोराईबाट आज म तपाईहरुलाई विश्वास नै नलाग्ने र पत्याउनै गाह्रो हुने एक उदाहरणीय सँगसँगै प्रतिभावान जोडीसँग भेटाउँदैछु। पानी जस्तो बग्ने माया के पानी जस्तो बग्ने माया सलाला बगेर गई जाला, सलाला बगेर गई जाला, आशा फुल नफुल्दै नफल्दै मन की चरी उडेर गई जाला, मन की चरी उडेर गई जाला, पानी जस्तो बग्ने माया सलाला बगेर गई जाला, सलाला बगेर गई जाला। दर्शकवृन्द, मान्छेहरूको आफ्ना आफ्नै बाध्यताहरू हुन्छन्। त्यस्तै मध्येको एउटा बाध्यता शारीरिक अपाङ्गता झेलिरहेका श्रीमान चुडामणी र श्रीमती सुशीला थापाको अनौठो र अचम्म लाग्दो जोडीले एक अर्कालाई भेटेको र देखेको 2 दिनमै अचम्म लाग्दो तरिकाले बिहे गरेका थिए। एक दिन हेर्न गइयो, अनि हेर्न गएर अब मन पर्यो, अर्को दिन गएर ल्याइयो। हेर्नुहोस्, एक दिन हेर्न गयो, अर्को दिन बिहे भयो। दिदीले त पारिदिनु भयो, हाम्रो दिदी हुनुहुन्छ, अनि त्यहाँ दिदीले त पारिदिनु भयो। यस्तो यस्तो छ भाइ, ल बिहा गर्छ गरिदिनुहोस्, अनि यस्तो राम्रो केटी छ, तैँले सोचे भन्दा नि राम्रो छ, गर्छ गरिदिनुहोस् भन्नुभयो। मलाई त अब जोक जस्तो अर्को लाग्यो कि होइन होला भन्ने लाग्यो। अनि हो भन्नुभयो। अनि पछि हेर्न आइज नि त भनेर अनि गइयो हेर्न, अनि मन पर्यो। अनि किन मन परेको चिजले किन त्यो राख्नु, अनि अर्को दिन गएर ल्याइहाल्यो। दर्शकवृन्द, आफूले सोचे भन्दा पनि राम्री श्रीमती बिहे गरेर 6 वर्ष बिताइसकेका चुडामणी असाध्यै राम्रो सानो छोरा र घाम पानी नभनी दिन रात मेहनत गरेर म तपाईलाई पाल्छु भन्ने श्रीमती पाएकोमा भावुक हुँदै यसरी खुसी व्यक्त गर्छन्। श्रीमतीको अब सबै राम्रो लाग्छ, अब मेहनत गर्छिन्। मलाई पनि अब यसो अब यसलाई म पाल्छु भनेर आर्टिलो छ नि, त्यही नै मनपर्छ उनको आर्ट नै। म गर्न सक्छु, पाल्न सक्छु, मेरो बड्डोले हेर्न सक्छु भन्ने एउटा आर्ट हुन्छ नि, त्यो आर्ट नै राम्रो लाग्छ उनको। दर्शकवृन्द, आउनुहोस् अब भने गीत गाएर गायक बन्छु भन्ने सपनालाई शारीरिक अपाङ्गताले अप्ठ्यारोमा पारिरहँदा पनि अवसरको खोजीमा रहेका चुडामणी र उनकी महान श्रीमतीसँग गरिएको उनीहरूको जीवनका रमाइला नरमाइला र सङ्घर्षका कथाहरू उहाँहरूकै मुखबाट सुनौँ। दुवैजनालाई नमस्ते, धेरै धेरै स्वागत छ। नमस्कार। ओके, सबैभन्दा पहिला परिचयबाट जाउँ। हजुरको नाम भनिदिनुहुन्छ? मेरो नाम चुडामणी पुरी, घोराई 18 अम्बापुरमा बस्छु। अम्बेकेश्वरी गेटनिर सानो व्यवसाय पूजा सामान पसल छ, चलिरहेछ गुजरा। ओके, अनि यतापट्टि चाहिँ म्याम हुनुहुन्छ, हजुरको नाम? नमस्कार सबैलाई, मेरो नाम सुशीला पुरी, घोराई 18 अम्बापुरमा घर। हजुर, अम्बेकेश्वरी पसल गरिरहेछ। पसल गरिराख्नु भएको छ। नाता र सम्बन्धको हिसाबले तपाईँहरू 2 जना श्रीमान श्रीमती हुनुहुन्छ। हजुर। अहिले मैले सरलाई देखिरहेको छु, व्हिलचेयरमाथि बसिराख्नु भएको छ। माथिल्लो भागमा हेर्दाखेरि सबै कुराहरू सबल देखिन्छन्, असाध्यै राम्रो देखिनुहुन्छ। दाहिने हात लाग्दैन अहिले। दाहिने हात पनि लाग्दैन हजुरको। अनि यतापट्टि म्याम हुनुहुन्छ, म्याम पनि हेर्दाखेरि सबै कुरामा राम्रो देखिनुहुन्छ। तर अघि भन्नुभएको थियो कुराकानी क्रममा म पनि अलिकति शारीरिक रूपमा अशक्त छु, कमजोर छु भन्ने खालको कुरा गर्नुभएको थियो। उतापट्टि सरबाट जाउँ, के भएको सर? यो चाहिँ अहिले व्हिलचेयरमा हुनुहुन्छ, खास गरी यो पहिल्यैदेखि हुनुहुन्छ या बिचमा केही भयो? यो मेरो जन्मेको 6 महिनापछि भएको हो। हजुर, यो पोलियो भन्ने रोग लाग्यो। हजुर हजुर, पोलियोको कारणले गर्दाखेरि चाहिँ यो भयो। हजुर, त हजुरले पनि भन्नुभएको थियो, सरको त हेर्दा देखिन्छ, हजुरको त हेर्दाखेरि पनि सबै कुराहरू एकदम राम्रो देखिन्छ। हजुर, तपाईँको चाहिँ के समस्या? मेरो 8 महिना हुँदाखेरि आगोले पोलेर खुट्टा
औलाहरू छैन अनि पैताला एउटा डल्लोमा छ हजुर यो फेरि अलि मतलब हिँड्नलाई चाहिँ अलिकति प्रब्लमै हुन्छ ओके हुन्छ तपाईँहरूको कस्तो राम्रो जोडी एकदम मिलेको जोडी देखिन्छ हेर्दाखेरि चाहिँ राम्रो लाग्ने रहर लाग्ने जोडी देखिन्छ त्यसमाथि पनि यस्तो अवस्थामा सरसँग सँगै बसेको यति राम्रो श्रीमतीलाई देख्दाखेरि अझै धेरैजना मान्छेले अझै उदाहरणीय मान्छन् किनकि श्रीमान श्रीमतीले एकअर्कालाई साथ दिएको सपोर्ट गरेको कुरालाई पनि धेरैजनाले यति बेला सम्मान गर्नुभएको छ राम्रो मानिदिनु भएको छ अगाडि नै भनेको थिएँ तपाईँलाई असाध्यै राम्रो प्रतिभा भएको व्यक्तित्व हुनुहुन्छ विविध कारणले गर्दाखेरि ती कुराहरूलाई साइड बाई साइड राखेर अगाडि बढ्न परिरहेको हुनुहुन्छ मनको भित्री पाटोमा चाहिँ त्यो कुरा कहीँ कतै गडेर बसेको छ भनेको थिएँ मिठो गीत गाउनुहुन्छ है हजुर कहिले काहीँ यसो गुनगुनाइन्छ त्यस्तो मिठो त छैन होला खै होइन तपाईँको स्वर चाहिँ असाध्यै मिठो छ भन्ने कुराहरू चाहिँ धेरैजनाले भन्नुभएको छ अब सरको स्वर मिठो छ कि छैन अब सरको श्रीमतीले भनिदिनुहोस् राम्रो छ मिठो छ कस्तो लाग्छ तपाईँलाई चाहिँ श्रीमानको आवाज राम्रो लाग्छ अब गाउने कोठामै बसेर गाइरहनुहुन्छ अब गाउने इच्छा छ त्यो इच्छा पुरा गर्नुहोस् भनेको छु अब जान मान्नु भएन अब एक्लै कहाँ जाने कसले लग्छ मलाई सँग भेटिन्नन् भनेर भन्नुभएको त्यो कुरा चाहिँ गरिराख्नु हजुर भनेपछि श्रीमानलाई गायक भएको स्टुडियोमा गीत गाएको देख्न मन हजुरलाई पनि छ धेरै छ नि अब कोठामा एक्लै गाइरहेर कसले सुनिदिन्छ र कसले हेरिदिन्छ र नि अब गीत रेकर्ड भइसकेपछि त सबैले हेरिदिनुहुन्छ अनि हेर्न मन छ उहाँ गायक भएको त्यो सपना चाहिँ मनमा राख्नु भएको छ मनमै छ अब के गर्ने पुरा हुन्छ भन्ने लागेको छ होला पुरा भइदियो हुन्थ्यो भन्ने पनि लागेको छ होला हजुर अस्ति भर्खर आउनुभयो उहाँहरू आएर अलिकति आशा पलाछ मनमा अब हुन्छ कि भन्ने आश छ विशेष गरेर श्रीमतीकै लागि भनेर गाइदिनु न एउटा जनम जनम जिउला सँगै जनम जनम जिउला सँगै भाकेर बर पिपलो भाकेर बर पिपलो श्रीमानले श्रीमतीको छेउमै बसेर श्रीमतीकै लागि भनेर यति मिठो गीत गाउँदा कस्तो लागिरहेछ हजुरले खुसी लागेको छ अब भनेपछि यति मिठो गीत गाउने मान्छेले पक्कै पनि गीत सुनाएरै बिहे गर्नुभयो कि के हो कहाँबाट गीत अब लभ भइदियो लभ म्यारेज भइदियो गीत सुनाइन्थ्यो होला माघी बिहा हो ए माघी बिहा अनि एकै दिन हेर्न गइयो अनि हेर्न गएर अब मन पर्यो अर्को दिन गएर ल्याइयो हेर्नुहोस् एक दिन हेर्न गयो अर्को दिन बिहे भयो दिदीले त पारिदिनु भयो हाम्रो दिदी हुनुहुन्छ हजुर अनि त्यहाँ दिदीले त पारिदिनु भयो यस्तो यस्तो छ भाइ ल बिहा गर्छस् गरिदिनुहोस् अनि यस्तो राम्रो केटी छ तैँले सोचे भन्दा नि राम्रो छ गर्छस् गरिदिनुहोस् भन्नुभयो मलाई त अब जोक जस्तो अर्को लाग्यो कि होइन होला भन्ने लाग्यो अनि हो भन्नुभयो अनि पछि हेर्न आइज नि त भनेर अनि गइयो हेर्न अनि मन पर्यो अनि किन मन परेको चिजलाई किन त्यो राख्नु अनि अर्को दिन गएर लिइहाल्यो हुन्छ थोरैलाई माग्न आउँदैछन् भन्ने कुरा केही कुरा थाहा थिएन हजुरलाई थाहा थियो अब उहाँको दिदीको घर नजिकै थियो मेरो माइत अनि दिदीले भन्नुभएको थियो यस्तो यस्तो छ हेर नानी के छ तिम्रो विचार भनेर भन्नुभएको थियो अनि घरबाट नि अब बोलाम एकपटक हेर्दैमा के हुन्छ र भन्ने कुरा भयो अनि हुन्छ त आउनुहोस् भनेर बोलाएको थियौँ थाहा थियो घरमा थाहा थियो हजुरलाई हजुर तपाईँले सुरुमा देख्दाखेरि चाहिँ कस्तो लागेको थियो सरलाई देख्दा अर्कै लाग्यो अब अरू उहाँको साथीले बोकेर लग्नु भएको थियो अब हिँड्न पनि नसक्ने अब बाइकमा उहाँको साथीले लगेर जानुभएको थियो अनि अर्कै लाग्यो पहिला त हजुर मलाई पनि जान लाज लागिरहेको थियो केटी हेर्न गएको छ अब बोकेर लगेको छ भन्दाखेरि त मलाई पनि अर्कै लाग्यो हेर्नु है मलाई माफ गरिदिनु होला किनभने कुरा सुन्दाखेरि मात्रै हाँसेको तर वास्तविक पीडा त अलग छ तर कुरामा कुरा चल्दाखेरि म हाँसेँ त्यसलाई माफ गर्नु आफूलाई अर्कै लागेको थियो होइन त्यही पनि अब जान्छु के होला र भनेर आफू मनलाई अलिकति खुम्चाएर अनि गएको थिएँ हजुर अनि अब के अब म राम्रो केटी हेर्न गए भए पो अब मलाई ओहो भन्ने हो होइन निश्चय नै अपाङ्गै छिन् भन्ने अब हल्का हल्का सुन्ने थिएँ गहिरो अनि केही हुन्न भनेर पछि मनलाई अलिक बलियो गराएर त्यस्तो केही लागेन पछि भनेपछि तपाईँले झट्ट जाँदाखेरि चाहिँ
जस्तो कसैले तपाईँलाई त्यति बेला त दुब्लो अनि पछि कपाल पालेको अर्कैदेखि किनन्थ्यो बिहे भइसकेपछि बल्ल मोटाउनु भयो तपाईँले धेरै खानेकुराहरू खुवाउनु मिठो मिठो माया पनि माया पाइयो त्यसपछि चाहिँ फेरि हृष्टपुष्ट हुनु भनेपछि ऊ बेलामा पातलो हुनुहुन्थ्यो भनेपछि सुरुमा तपाईँलाई जसले भनिदिनु भएको थियो उहाँले चाहिँ भनिदिनु भयो तपाईँलाई कि तैँले सोचे भन्दा राम्रै छ भन्दै हजुर तपाईँले उहाँ गएपछि के पाउनुभयो उहाँ गएपछि जो उहाँले भन्नुभएको थियो त्यही नै सत्य रहेछ हजुर त्यही नै मलाई हेर्दा बित्तिकै नै पहिला खुट्टा हेरेँ है होइन अब यो मेरो लायकको हो कि नै छ कि छैन भन्ने खुट्टा हेरेँ मेरो लाइफ फिटै हुन्छ भन्ने यस्तो मनमा आयो अनि उनलाई सोधेँ अनि के छ त विचार बिहे गर्ने विचार छ कि छैन भनेर सोधेँ उनलाई अनि बोल्दै बोलिन् त्यही पनि भने होइन अनि बोल्दै बोलेको थिएँ नि होइन अनि पछि लास्टमा पढ्ने मन छ भनिन् अनि ठिकै छ अब पढ्ने भइदियो अब यता तिमीले पढ्छौ भनेपछि हामी दुबईले हुन्छ पछि कुरा छोरालाई पनि हुन्छ राम्रो त हो नि अब हुँ गएर पढाउँला के भएर भनेर अनि पछि त्यहाँबाट ओके भयो ओके भयो भनेपछि केटी मान्छेलाई गाह्रै हुन्छ केटीले फगाउनु त गाह्रै हुन्छ त्यो क्युट बाबु हेर पनि अहिले अङ्कल जन्माइसक्नु भएको छ नि के नाम हजुरको गुड वाट इज योर नेम गुड ल वाट इज योर स्कुल्स नेम के नाम हजुरको के नाम स्कुलको नाम भन्दैछ न ल के खानु लाग्यो बनाना सो यस्तो राम्रो छोरा पनि अहिले जन्माइसक्नु भएको रहेछ है ल तपाईँहरूलाई धेरै धेरै बधाई शुभकामना बाबुले तपाईँहरूको सपना पुरा गरिदिउँ ओके पनि होइन ओके अब त्यही आश गर्नु भएको छ ओके उहाँ त सरको कुरा भयो अब तपाईँको चाहिँ के थियो त उहाँलाई देखिसकेपछि उहाँले त्यो कुरा सोधिरहँदाखेरि किन हुन्छ भन्नु भएन त अब हेर्दा बित्तिकै त कहाँबाट हुन्छ भन्ने हुन्छ र भाउ त खानु पर्यो छोरी मान्छे भइसकेपछि अलिकति भाउ त खानु पर्यो पछि अब बुवा आमाले नि हुन्छ अब दिने राम्रै छ अब दुइटैले हेराहेर गर्ने भनेर भन्नुभयो अब बुवा आमा हुन्छ भन्नु राजी हुनुहुन्छ भने अब म पनि ठिक छ भन्ने हिसाबमा जान्छ कति तपाईँलाई सरले गाउने गीत मध्येमा तपाईँलाई असाध्यै मनपर्ने गीत चाहिँ कुन हो त्यो पानी जस्तो बग्ने माया गीत है सरले गीत गाउनुहुन्छ तपाईँले सरलाई हेरेर मजाले हाँस्नुपर्छ है लगाउनु सरलाई मैले माया पानी जस्तो बग्ने माया के पानी जस्तो बग्ने माया सलाला बगेर गई जाला सलाला बगेर गई जाला आशा फुल्न फुल्दै नफल्दै मन की चरी उडेर गई जाला मन की चरी उडेर गई जाला पानी जस्तो बग्ने माया सलाला बगेर गई जाला सलाला बगेर गई जाला भनेपछि त तपाईँ पनि मजाले गाउनु हुँदो रहेछ त नि है सरले सिकाइसक्नु भएको रहेछ गीत गाउन उहाँले पनि गाउनुहुन्छ पछि गाउनुहुन्छ हल्का हल्का कहिले कहिले गाउनु तर उहाँले पनि गाउनु हुँदो रहेछ जे यतिको भयो भने त जिन्दगी चलेगा वाला गुजरात होइन हो कि नै अब योभन्दा के चाहियो त होइन श्रीमानले श्रीमतीलाई सपोर्ट गर्नु र श्रीमतीले श्रीमानलाई सपोर्ट गर्नु त एकदमै राम्रो कुरा हो नि होइन तपाईँलाई भेटिसकेपछि चाहिँ मलाई एक किसिमको छुट्टै ऊर्जा मिल्यो कि पसलबाट कति पैसा कमाउनुहुन्छ जनता जान्न चाहन्छु हुन्छ अब साँझ के खाम बिहान के खाम छैन पुगेकै छ खाना गुजरात चले सकिन बानी सर हिँड्छु म पुरै त्यो चार खुट्टाले नै ठिकै हुनुपर्छ त्यसले गर्दा तपाईँलाई असाध्यै गाह्रो भइहाल्छ अनि यो यति एक्टिभ भएर त अनि उनी पनि आयोले नि सायद होइन अनि न म यति एक्टिभ नभइदिए भए यिनी पनि सायद हुन्न भनिदिनु होला है होइन आफूले पनि अब अहिले आँट आउँथेन होइन लराङ लुरुङ गर्ने बिहा गर्छु भन्ने अब त्यो भए यस्तो अलिकति नमजा हुन्छ नि त त्यही भएर अहिले एक्टिभै छु सक्छु भनेर नै त्यो सबभन्दा ठुलो कुरा आत्मबल आत्मविश्वास नै हो त्यो हिसाबले नै उनलाई बिहा गर्नुभएको छ श्रीमतीको अब सबै राम्रो लाग्छ अब मेहनत गर्छिन्
मलाई पनि अब यसो अब यसलाई म पाल्छु भनेर आँटिलो छ नि, त्यही नै मनपर्छ उनको आँट नै। म गर्न सक्छु, पाल्न सक्छु, मेरो बड्डाले हेर्न सक्छु भन्ने एउटा त्यो आँट हुन्छ नि, त्यो आँट नै राम्रो लाग्छ उनको। जुन हिम्मत देखाउनुहुन्छ मान्छेले मात्रै दुईटैले गीत गाउनुहोस् ल। मायाको डोली चढाई तिमीलाई लैजाउँला नि, बसौँला सानै घरमा मै राजा तिमी रानी, बसौँला सानै घरमा मै राजा तिमी रानी। ल यता यो माइक हो, उहाँ चाहिँ राजा, उहाँ रानी अनि हजुर चाहिँ राजकुमार नि। लास ओके, असाध्यै मिठो गीत गाइदिनु भयो। अब कुराकानी पनि गऱ्यौँ, अन्तिममा छौँ। हेर्ने दर्शकहरू धेरैजना हुनुहुन्छ, उहाँहरूलाई के भन्नु? धेरै धेरै नमस्कार हजुर दर्शक सबैलाई। राम्रो त छैन, त्यो राम्रो माने सुनिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, त्यही नै भन्न चाहन्छु। धन्यवाद है हजुर। अब यतापट्टि हजुरले के भन्नुहुन्छ? सबैलाई नमस्कार छ मेरो। देश विदेशमा रहनुहुने सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई पहिलेको भिडियो राम्रो मानेर हेरिदिनु भएको छ, अझै राम्रो मानेर यो भिडियो पनि हेरिदिनु होला, सक्दो सहयोग गर्नु होला। अब लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला। त्यही थ्याङ्क यू सो मच। तपाईँहरूसँग छुबाट छुट्टिन्छौँ, टाइम दिनुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। हजुरलाई पनि धेरै धेरै उताबाट आइदिनु भयो अनि हाम्रो 2-4वटा कुराहरू राखिदिनु भयो, हजुरलाई झन् धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। धन्यवाद।